स्यालेरीको कुरा गर्दा नेपालमा म एज अ मेडिकल अफिसर 8औं तहको अधिकृत सोच र तलब पाउँथेँ। 48,400 समथिङ छ। त्योभन्दा बाहेक दुर्गममा काम गरेको अवस्थामा दुर्गम भत्ता, केही महँगी भत्ताको व्यवस्था छ। ओभरअल यदि हामी काठमाडौँमै बस्यौँ भनेदेखि, काठमाडौँ वरिपरि बस्यौँ भनेदेखि 40,000 मात्र पनि हुनसक्छ स्यालेरी मेडिकल अफिसरको। तर फेरि गयौँ जस्तो हाम्रो अहिले सुदूरपश्चिममा चाहिँ प्रदेश सरकारले 100% सम्म इन्सेन्टिभ दिइरहेको छ। भनेको तपाईँको 48,000 तलब छ भनेदेखि त्यसको दोब्बर हुन जान्छ। त्यस्तै अन्य स्थानीय तहले दिने भत्ताहरू यो सबै गर्दाखेरिमा त्यस्तै ठाउँमा 1-1.5 लाखसम्म पनि कमाइ हुनसक्छ है। अब होइन काठमाडौँ वरिपरि बस्नु भने 40,000 50,000 मात्र पनि हुनसक्छ। मानौँ भने अब तपाईँ सरकारीमा काम गर्दै हुनुहुन्छ अथवा प्राइभेटमा थोरै फरक हुन्छ। 900,000 ओएमआरदेखिबाट 1400-1500 ओएमआरसम्म यहाँ चाहिँ मन्थली स्यालेरी हुन्छ। यताको स्यालेरी चाहिँ नन ट्याक्सेबल, यता चाहिँ ट्याक्स लाग्दैन। अर्को नेपालमा हुँदा जति नै बिजी भए पनि जे भए पनि साथीभाइ परिवार हुन्थे, कहीँ कतै गयो थोरै समय ब्रेक भए पनि एकदम रिल्याक्स, सब कुरा आराम हुन्थ्यो। अनि घुम्न जान पर्यो, लामो समयपछि छुट्टी मिले पनि घुम्न जानु पर्यो भनेदेखि त्यति महँगो थिएन, सजिलै घुम्न जान सकिन्थ्यो। घुम्ने ठाउँहरू एकदम धेरै थिए। तर यहाँ चाहिँ घुम्न जान एकदम महँगो पर्छ। अब मसँग यति धेरै टाइम त छ, मैले सुनाएँ तपाईँलाई हप्तामा 5 दिन मात्रै ड्युटी गर्छु, त्यो पनि दिनको 7 घन्टा, हप्तामा 2 दिन त छुट्टी नै भयो। तर यहाँ घुम्न जानलाई अलिक महँगो छ। अनि तापक्रम अत्याधिक एकदम गर्मी हुन्छ। त्यसले गर्दाखेरिमा जतिखेर पनि बाहिर निस्किने घुम्ने गर्न पनि सकिँदैन। तपाईँ पनि ओमान आउने सोचमा हुनुहुन्छ भनेदेखि यी कुराहरू विचार गर्नु होला। मैले आफ्नो पर्सनल एक्सपिरियन्स राखेको। अब यो ड्युटी आवर यी कुराहरू पनि म चाहिँ अहिले हेल्थ सेन्टरमा काम गरिरहेको भएर मेरो यस्तो ड्युटी आवर छ। मसँगै काम गर्ने अरू साथीहरूको पनि अब इमर्जेन्सी ड्युटीहरू पर्छ होइन। अब उहाँहरूको पनि अब यहाँ चाहिँ फेरि ओपिडी चाहिँ विभिन्न अस्पतालमा चाहिँ 24 घन्टै खुल्छ भन्नाले अब उहाँहरूको चाहिँ ओपिडी नै ड्युटी भए पनि रातभरि पनि हुनसक्छ। तर म चाहिँ अहिले कार्यरत हेल्थ सेन्टरमा चाहिँ त्यसो छैन। मैले आफ्नो एकदम पर्सनल एक्सपिरियन्स सेयर गरेको। तपाईँहरूलाई अब ओमानको बारेमा अन्य जान्ने इच्छा छ, के छ कसो छ भनेर बुझ्ने इच्छा छ भनेदेखि मेसेज गर्न सक्नुहुन्छ अथवा कमेन्ट गर्न सक्नुहुन्छ। हामी अर्को भिडियोहरूमा यी कुराहरूको बारेमा पनि छलफल गर्न सक्छौँ। अहिलेसम्म सुनिदिनु भयो, धन्यवाद।